हेलो नमस्ते सबैजनालाई। म चाहिँ मदन मोबाइल हाउस सिन्चुदेखि आज चाहिँ म हजुरलाई देखाउँदैछु अनबक्सिङ गरेर चाहिँ रेडमी 13 108 MP को क्यामेरा भएको फोन चाहिँ 5030 mAh को ब्याट्री र 8 GB को ऱ्याम 256 GB को मेमोरी भएको फोन चाहिँ 21000 रेन्जको फोन हो। यो 21000 रेन्जको फोन हो। यसको लुक्स चाहिँ कस्तो छ, यसमा के छ हजुरहरूलाई म अनबक्सिङ गरेर देखाउँदैछु। अन्तिमसम्म हेर्नु होला है त। यसमा सबभन्दा पहिला चाहिँ हजुरको एउटा सिम जेक छ, त्यसपछि युजर म्यानुअल, यो छ हजुरको ट्रान्सपेरेन्ट कभर, त्यसपछि फोनको लुक्स चाहिँ हेर्नुहुन्छ भने चाहिँ यसको ब्ल्याक, त्यसपछि पिङ्क र लगभग पनि एउटा कलर छ ग्रीन टाइपमा। यसको कलर हेर्नुहुन्छ भने यस्तो बवाल छ, हेर्नुहोस् है त। एक 108 MP को क्यामेरा, 8 GB को ऱ्याम र 256 GB को इन्टरनल मेमोरी र 5030 mAh को ब्याट्री भएको फोन हो। लुक्स चाहिँ यसको एकदम बवाल छ है। यसको क्यामेराको कुरा गर्नुहुन्छ भने चाहिँ 108 MP को क्यामेरामा हजुरलाई अन गरेर देखाउँदैछु। त्यसपछि हजुरको यसमा चाहिँ चार्जिङ चाहिँ 33 वाटको फास्ट चार्जर छ है। यो केबल यो चाहिँ रेड डट अन हुँदैछ। अब हामीलाई ल्याङ्ग्वेज सेट हुँदैछ। थोरै समय लाग्छ यो खुल्नलाई चाहिँ। Xiaomi HyperOS प्रिपेयरिङ हुँदैछ। लगभग अब कम्प्लिट हुँदैछ। ओके, कम्प्लिट लगभग भयो। यसको क्यामेरा चाहिँ हजुरको कस्तो छ भनेपछि चाहिँ यो चाहिँ हजुरको सेल्फी क्यामेरा। 108 MP क्यामेरा हजुरले देख्न सक्नुहुन्छ, एकदम क्लियर क्यामेरा छ है। 21000 मा 8 GB को ऱ्याम, 256 GB इन्टरनल, 33 वाटको फास्ट चार्जर भएको फोन चाहिँ हजुरहरूलाई पनि चाहिन्छ भने 25000 भन्दा मुनिको चाहिँ बेस्ट फोन छ यो। हजुरहरूलाई चाहिन्छ भने चाहिँ मदन मोबाइलमा सम्पर्क गर्नु होला है। सस्तो मूल्यमा क्यामेरा राम्रो भएको, ब्याट्री ब्याकअपहरू सबै राम्रो भएको फोन चाहिँ छ। साथै हामीले यो फोनहरू यो मात्र नभएर जुनसुकै फोन किन्दा पनि 10000 भन्दा माथिको चाहिँ एउटा एयरबड अथवा स्मार्ट वाच गिफ्ट पनि दिइरहेका छौँ। त्यसमा चाहिँ हजुरहरूले नछुटाउनु होला है।